भेनेजुएलाको राष्ट्रपतिलाई अमेरिकाको सेना सहित गरेर उठाएर ल्यायो। भोलि हाम्रो देश नेपालमा कुनै पनि विदेशीले राष्ट्रवादका लागि काम गरेको मान्छेलाई त्यस्तो गर्दैन भन्ने केही ग्यारेन्टी छ? हाम्रो देशको सुरक्षा संयन्त्र बलियो छ। विदेशीको एउटा फाइटर जेट मात्र आउने बित्तिकै त्यसलाई तपाईको प्रतिरक्षा गर्ने हामीसँग मान्छे बोक्ने हेलिकप्टरले सक्छ त? हामीसँग फाइटर जेट खै, मिसाइलहरू खै, हाम्रो सेनाको ड्रेस मात्रै छ। अब हामीले किताबमा पढेका थियौँ, हिजो अस्ति अङ्ग्रेजलाई युद्ध लडाउँदाखेरि हामी खुकुरीले, भालाले, तरबारले लडेर नेपाल आर्जेको भनेर आज पनि पढ्छौँ। दुनियाँ कहाँ पुगिसक्यो, हामी त्यही खुकुरी बोकेर हिँडिराखेका छौँ। अहिले आज हेर्नुहोस् त हाम्रो देशको के छ अवस्था। ल, नेपालको अहिलेको रक्षा संयन्त्र के छ एकछिन हेर्नुहोस् त, के छ हामीसँग? त्यो तोप छ होइन? सायद लाग्छ मलाई यो तोप चाहिँ 16औं 17औं शताब्दीको होला एउटा तोप छ। अनि विदेशीले दिएका अलि त्यो ट्याङ्करवाला गाडी छन्। आर्मीको हेलिकप्टर देख्नु भएको छ नि तपाईँले, एयरपोर्टमा राखेका हुन्छ, एउटा प्लेन राखेका हुन्छ। कति वर्ष पुरानो हो? सायद मलाई लाग्छ 30-35 वर्ष त भयो होला हो, तिनीहरू त्यति पुरानो होला, हामी जन्मिँदाखेरि किने जस्तो लाग्छ। अनि भोलि कुनै विदेशी राज्यले यदि हाम्रो देशमाथि आक्रमण गर्यो भने हामीसँग उनीहरूसँग प्रतिरक्षा गर्न सक्ने हामीसँग कुनै क्षमता नै छैन, त्यो बिल्डअप नै गरेको छैन। अनि देश कसरी सुरक्षित हुन्छ र यहाँको नेतृत्वले चाहिँ यो देशको हितमा चाहिँ कसरी काम गर्न सक्छ? त्यो हुनाले पृथ्वीनारायण शाह, श्रीपाद बडा महाराज धिराजले भन्नुभएका दिव्य उपदेशहरू हामीले यदि लागू मात्र गर्न सक्यो भएको भए सम्भवतः अहिले यो देशमा न मार्क्सवाद चाहिन्छ न लेनिनवाद चाहिन्छ। किनभने समाजवाद कसरी बनाउने भन्ने कुरा उहाँले दिव्य उपदेशमा भन्नुभएको थियो। जस्तो पहिलो एउटा दिव्य उपदेश मेरा लागि होइन भन्नुहुन्छ उहाँ। मेरा लागि होइन, म मरेपछि आउने सन्ततिका लागि हो यो देश। मेरा लागि होइन, म पछि मरेर यो देश मेरा लागि होइन, म पछि आउने सन्ततिका लागि हो। राज्य कमाइने वस्तु होइन, जोगाइराख्ने धरोहर हो भन्नुहुन्छ पहिलो दिव्य उपदेश। आज यो कुरा केपी ओलीले थाहा पाइदिया भए हिजो हेलिकप्टर समातेर भाग्नु पर्थ्यो। कमसेकम यही मात्रै पढेको भइदिया भए। अहिलेको प्रधानमन्त्रीले पनि यो पढ्नुपर्छ। उहाँले जुन गतिविधि गरिराख्नु भएको छ त्यो गतिविधिले राज्य सुरक्षित हुँदैन भन्ने कुरा पहिलो दिव्य उपदेश श्री 5 बडा महाराज धिराजले भन्नुभएको छ। अर्को, नेपाल दुई ठुला ढुङ्गा बीचको तरुल हो, जसले सन्तुलन गुमायो त्यो चकनाचुर हुन्छ। उत्तर र दक्षिणसँग न झुक्नु न ठोकिनु, बुद्धिले टिक्नु भन्नुभएको छ। आज के हो हाम्रो देशमा? यही दिव्य उपदेश केपी ओलीले थाहा पाइदिया भए, चीनको सैनिक परेडमा सहभागी नभइदिएको भए आज देशको हालत अर्को। आज पनि के गर्छौँ हामी? अलिकति रिस उठो चीनलाई गाली गर्यो, टिओबी ग्याङ देख्नुभयो बजारमा छरपस्टै छन्। अलिकति रिस उठो भारतलाई गाली गर्यो अनि राष्ट्रवादी भइहाल्यो। यो किसिमको परम्परा छ। हामीले त यो दुईटै देशसँग सन्तुलन कायम गरेर राजा महेन्द्रले प्राप्त गर्नुभएको थियो। यही दिव्य उपदेशमा सायद टिकेर उहाँले पञ्चशीलताको आधारको परराष्ट्र नीति अवलम्बन गर्नुभएको थियो। त्यो कुरा चाहिँ हामी किन गर्न सक्दैनौँ? जसरी राजा महेन्द्रले चीनलाई साथमा राखेर, भारतलाई साथमा राखेर ब्यालेन्स गरेर, हुँदा हुँदा रसियालाईसम्म ब्यालेन्स गरेर आज नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बाटो बनाइयो, 44वटा संस्थानहरू बनाइए। भारतमा नभएका उक्खु कम्पनी फ्याक्ट्रीहरू नेपालमा थिए, बाँसबारी छाला उद्योग थियो। अहिले पनि तपाईँको नेपालको हेटौडा टेक्सटाइलदेखि लिएर हामीले अहिले पढ्ने एसइजेड स्पेसल इकोनोमिक जोन भन्छ, त्यो हामीले 2022 सालमा लागू गरेको छ यो देशमा। जो कन्सेप्ट अहिले भारतले 2010बाट लागू गर्यो यो कन्सेप्ट भने यो कुरा हामी किन अहिलेको शासकहरू बुझ्दैन? हामीले त छिमेकीसँग लड्यो भने हालत के हुन्छ भन्ने कुरा हिजो भेनेजुएला हेरे भयो। बिना कसुरमा अर्को कसैले उस्काएको घरमा छिमेकीसँग लड्न गयो भने के हालत हुन्छ भन्ने युक्रेनबाट सिके हुन्छ नि त। कस्तो थियो युक्रेन एकछिन सम्झिनु त। म त्यही भएर यो देशलाई बचाइराख्नका लागि श्री 5 बडा महाराज धिराज पृथ्वीनारायण शाहका दिव्य उपदेश आवश्यक छ। युक्रेनले रसियासँग न्यु नखोजेको भए आज युक्रेनको हालत यो हुन्थ्यो। एउटा शासक गलत पर्ने बित्तिकै देशका जनताको भविष्य सकिन्छ भन्ने कुरा
आम सर्वसाधारण जनता, पब्लिक, पत्रकार, आज यो देशमा यदि सबभन्दा कोही जिम्मेवार छ भने पत्रकार छ। आज तपाईँले भिडियो कन्टेन्ट चलाउनका लागि समाजलाई दुर्गन्धी बाटोतिर चलाउनु हुँदैन। भोलि देश राजनीतिक, भोलि जातीय दङ्गामा गयो, भोलि देश विदेशी दङ्गामा गयो भने हालत के हुन्छ हाम्रो? सम्झिनु भएको छ? त्यो भयो हुनाले यसलाई सबैले संवेदनशीलताका साथ हामीले अगाडि बढाएको भए यो हुँदैन थियो। अर्को भन्नुहुन्छ उहाँले विदेशीको माया सस्तो देखिन्छ भन्नुभएको छ। विदेशीको माया सस्तो देखिन्छ तर त्यसको मूल्य राष्ट्रले तिर्नुपर्छ। व्यापार गर तर राज्य नबेच, साथी बनाऊ तर मालिक नबनाऊ भन्नुहुन्छ। यो कस्तो राम्रो परराष्ट्र नीति हो। आज हामी मालिक बनाइरहेछौँ। आज हाम्रो देशको प्रधानमन्त्री विदेशीको राजदूतको अगाडि घुँडा टेकेर नमस्कार गरेका फोटासम्म भाइरल भयो। नेपालको प्रधानमन्त्री विदेशीको राजदूतको घरको निवासमा गएर चिया खाएर मालिक बनाएका फोटोहरू भाइरल भयो। त्यति मात्र होइन, एउटा विदेशबाट आएको सामान्य सरकारी कर्मचारीले देशको प्रधानमन्त्रीलाई उफरगौडी हालेर फोटो र भिडियो खिचेका सब कुराहरू भाइरल भए। किन भयो भने परराष्ट्र नीति हामीले अवलम्बन गर्न जानेनौँ। यदि पृथ्वीनारायण शाहको यो दिव्योपदेश हामी सबैले पढेको भए, सिकेको भए, राजनीति गर्ने मान्छेले सायद यो हुँदैन थियो कि भन्ने मलाई लाग्छ। अब अर्को कुरा उहाँले गर्नुभएको छ, श्रीमान महाधिराजले, देश बलियो हुन पहिला जनता बलियो हुनुपर्छ। प्रजा भोकै राखेर दरबार टिक्दैन, न्याय बिना शासन बालुवामा बनाएको घर हो। आज ठ्याक्कै यही कुरा लागु हुन्छ। ल हेर्नुहोस्, देश बलियो भयो, जनता बलियो हुनुपर्छ, प्रजा बलियो। आज जनता बलियो छैन त देश कसरी बलियो हुन्छ? आज देशमा हाम्रो झन्डै 26 खर्बभन्दा बढी वैदेशिक ऋण छ। झन्डै 18 खर्बभन्दा बढी प्रदेशका नाममा हामी पालिराखेका छौँ। 298% भन्दा बढी कर तिरिराखेका छौँ। विदेशमा काम गर्न नेपालीहरू बाध्य छौँ। अनि देश कसरी बलियो हुन्छ? त्यो भयो हुनाले अर्को एउटा लास्ट मैले भने, घुस खाने हात राज्यको जरो काट्ने हात हो। अन्याय सहने शासक चोरभन्दा ठुलो अपराधी हो। न्याय ढिलो भए राज्य छिटो ढल्छ। आज त्यही भएन? भ्रष्टाचारै भ्रष्टाचार छ, व्यथिति छ। हामी आज ट्राई गरिराखेका छौँ। पहिला केपी ओली फाल्यौँ, सुशीला कार्की ल्यायौँ, सुशासन हुन्छ कि भन्यो। तर अहिले पनि वाइड बडी काण्डहरू, यानसेल, 4G, मेलम्ची, गिरिबन्धु टी स्टेट, अहिले मात्रै हामीले संसदमा हिजो उठाएको भुटानी शरणार्थी, त्यति मात्र होइन, भिजिट भिसा प्रकरणका नाइकेहरू आज खुलम खुला हेलिरहेका छन्। यहाँ प्रधानमन्त्रीको कुर्सी परिवर्तन गरेर देश बन्दो रहेछ त? देश बन्नका लागि सिस्टम चाहिँदो रहेछ। सिस्टम चाहिनका लागि संविधान नयाँ चाहिएको छ। यो देशमा जबसम्म हामीले व्यवस्था परिवर्तन गर्दैनौँ तबसम्म देशका जनताको अवस्था सुध्रिँदैन भन्ने लाग्छ।